अहिले यो सरकारको थपक्क आलोचना गर्नेवाला चाहिँ छुइनँ, किनभने यसको पछाडि यति जनता छ, उसैले जनतैले चाहिँ ऊ गर्लान् हैन। यत्रो मत पाएको सरकार हो, हामीले त सोचेको पनि थिएन कि यस्तो हुन्छ, यत्रो परिवर्तन आउला र जनताले। म त सबभन्दा ठुलो कुरो त महान त नेपाली जनतालाई ठान्छु वास्तवमा। आम पब्लिक छ नि जो, बरु हामी पढे लेखेका मान्छेहरूमा मैले अघि क्यारेक्टर जुन बताएँ यो पढे लेखेका मान्छेको, तर आम पिपुल छ नि जनता, साह्रै सोझो, साह्रै असल र साह्रै उहरू हुन्, एकदमै बुझेका पनि हुन्। परिवर्तन कसरी चाहँदा रहेछन्, के रहेछ जनताको भावना, त्यो कुरा पनि अलिकति बुझियो। पिपुल चाहिँ साँच्चै नै हो, अवस्था हेरेर जनताले गरेको। अब 23-24 को घटना क्षम्य हुने घटना होइन, करप्सन बढेकै हो, अनियमितता भएकै हो। नभएदेखि यस्तो घटना किन हुन्छ र हैन? त्यस्तो चाहिँ रक्तपातको घटना, त्यस्तो मान्छे मारिने, हिंसा हुने घटना त मान्छेलाई केही नपरि त मान्छे त सडकमा आउँदैन, त्यो त निश्चित हो। क्षम्य हुने घटनाहरू चाहिँ त्यो होइन। तर जनताले चाहिँ कस्तो भने केही बोलेन क्या, कतै केही बोलेन, चुपचाप साइलेन्ट, एकदम बुझ्न सकिने अवस्था थिएन कि जनता कतातिर जाँदैछन्। तर पछि मत दिएको देख्दा त हामीलाई पनि आश्चर्य लाग्यो र हामीलाई के फिल भयो भने जनताले परिवर्तन चाहेको रहेछ। र जसरी युवाहरूले हामीलाई तिमीहरूले हातमा केही पनि सुम्पिएनौ, केही पनि दिएनौ, अगाडि बढेनौ, जम्मै तिमीहरू पुरानाहरूले मात्रै यो जान्नु नजान्नु, दुनियाँ कहाँ पुगिसक्यो, दुनियाँमा कत्रो परिवर्तन आइसक्यो, कत्रो डिजिटल प्रोग्रेसहरू भइरहेछ, तिमीहरू चाहिँ एकहोरो यो पुरातन सत्ता चलाएर बसेका छौ भनेर जसरी युवाहरूले मागेको थियो त्यही बमोजिम अहिले युवाहरूलाई जिम्मा दिएको देखिन्छ जनताले। लौ त तिमी गर त। कुनै बेलामा पोलिटिकल पार्टीलाई पनि त्यस्तै मत दिएको हो जनताले, झन्डै बहुमतमा पुर्याएर छोडेको हो। तर पोलिटिकल पार्टीले धान्न सकेन, अब युवाहरूलाई दिएको छ, अब युवाहरूको हातमा छ। अहिले म आलोचना गरिरहन्न अहिलेको सरकारको बारेमा, एकदमै म आलोचना गर्दिनँ, किनभने हामीले अझै हेर्नु छ उनीहरूले गर्नु। अनि किनभने अब हाम्रै छोराछोरी हुन्, हाम्रै केटाकेटी हुन्, हाम्रै बच्चाहरू हुन्, अस्तिको जस्तै गठजोड बनाउने त्यो हामीले कल्पना गर्न पनि हुँदैन। सरकार आएको छ, बहुमतको सरकार छ, त्यसलाई चलाउन दिउँ। तर म अलिकति फेरि के भन्न चाहन्छु भने उहाँहरू एकदम अलिकति पपुलारिटी लिन खोजेको हो कि भन्ने कुरा म देख्छु। यो पपुलारिटी लिने कुरामा जल्दबाजी एकदम छिटो भइरहेछ। काम पनि उहाँहरू एकैचोटि धेरै कामहरू गर्न खोजेको जस्तो लाग्छ। त्यस्तो हुँदाखेरि बिस्तारै 5 वर्षको टाइम छ, 5 वर्षको भित्रमा चाहिँ उहाँहरूले क्रमशः त्यो कामहरू गर्दै सुधार गर्दै लगे हुन्छ। तर एकैचोटि सबै काम गर्दाखेरि त एकैचोटि पुरा नहुन सक्छ, त्यो हुन सक्छ। त्यसैले धैर्य गरेर बिस्तारै गर्नुपर्छ भन्ने लाग्छ। भ्रष्टाचारको कुरामा त माथि प्रधानमन्त्री र प्रधान न्यायाधीश जस्ता अथवादेखि चिफ हाई पोस्टमा बसेका मान्छेहरू करप्ट भएनन् भने अटोमेटिक भ्रष्टाचारमा कमी आउँछ, त्यो निश्चित हो। त्यो माथि बस्ने मान्छे करप्ट भएन भने धेरै, तैपनि करप्सन त अब तपाईँलाई भगवानका पालामा पनि केही न केही करप्सन त भएका हामी कहिलेकाहीँ उदाहरण पाउँछौँ, थोरै मात्रा पनि। कस्तो निरङ्कुश शासन भएका बेला पनि करप्सन त हुन्छ। तर त्यसलाई वास आउट गर्नलाई, त्यसलाई पखाल्नको लागि, त्यो मेटाउनको लागि गर्नुपर्ने कुरा के छ भने हामीले यसलाई अलिकति स्ट्रङ कडाइको साथ लानुपर्छ। मैले अस्ति जसरी कुर्सीमा बसेँ त्यसको बारेमा चाहिँ मैले के थाहा पाइरहेको छु भने कस्तो भएछ नेपाल त भने, हेर्नुहोस् मलाई त त्यस्तो थाहा थिएन। त्यहाँ त कुनै पद नियुक्ति गर्ने बेलामा पैसैकै कुरा हुँदो रहेछ। पशुपतिको नियुक्ति, सचिवको नियुक्तिदेखि लिएर लुम्बिनीको नियुक्तिमा पनि पैसाको कुराहरू उठ्दो रहेछ। डाइरेक्ट पैसा चाहिँ के भनेदेखि दिन आउने मान्छेहरू पो लाइन लाग्दा रहेछन्, एउटा कुरा। अर्को कुरो, कुनै पनि नियुक्तिमा पैसा नदिई हुँदैन भन्ने त्यो एउटा भाष्य भइसकेको रहेछ। हुँदा हर फाइलमा पैसा, त्यो हुनलाई कन्ट्रोल गर्नु पर्थ्यो। मैले अघिल्लो सरकारले घुस खायो भनेर बेप्रमाण मैले थाहा नपाइकन त म भन्दिनँ, तर घुस चाहिँ व्याप्त भएछ। त्यसरी छाडा हुन दिएकोमा एकदमै निर्बाध रूपमा छाडा त अनकन्ट्रोल, कुनै पनि पदमा पैसा नलिई
नियुक्ति हुन्छ भन्ने मान्छेले विश्वासै गर्न छोडेछन्। पैसै बोकेर आउने पो वातावरण बनेछ। अनि म त छक्क परे देखेर। बहुत विचित्र छ यो मुलुकमा, त्यस्तै भइसकेको छ। त्यसलाई उहाँहरूले कन्ट्रोल गर्नुपर्छ, नियन्त्रण गर्नुपर्छ। उहाँहरूले सक्नुहुन्छ, नसक्ने होइन। घुस खानेले नखायो भने भ्रष्टाचार हुन्छ त, घुस नलिनेले नलियो भने भ्रष्टाचार हुन्छ त। त्यसैले र फेरि मैले देखेको छु एउटा म अचम्म लाग्छ के भने, बाबा तपाईँ घुस खाएर अथाह कमाएर के गर्नुहुन्छ? मैले त यही कुर्सीमा बस्दा बस्दा यस्ता यस्ता ठट्यौली र हँस्यौली कुराहरू पनि सुने कि म आफै छक्क परे। जुन घुस खानको लागि उसले इज्जत आमद आफ्नो सम्पूर्ण बेइज्जती गरेर घुस खायो, पछि त्यही घुसको न्युमा त्यो व्यक्ति जेल गयो, पछि धरोटी राख्ने पैसा पाएन। के मतलब? वाइ केका लागि खाएको त? घुस खायो। मैले त्यो स्टोरी पनि सुने। घुस खायो, पेट फुटुन्जेल घुस खायो, त्यसैको आरोपमा जेल गयो। तर त्यो घुस धरोटी राख्न नपाएर जेलमै सड्यो। केका लागि घुस? हजुरको यो सिम्प्लिसिटी हेरेर म त साँच्चीकै एकदमै बिग एडमायर हजुरको होइन। तर यही भन्दै गर्दाखेरि अहिलेको गभर्मेन्ट पनि एकदमै जिरो टलरेन्स यो करप्सनमा त एकदमै स्ट्रङ देखिनु भएको छ नि होइन। अनि राम्रो पनि हो, हामीलाई एकदमै आश पनि लाग्छ। एभ्री मर्निङ के भइरहेछ भनेर हामीलाई एकदम एक्साइटमेन्ट पनि छ कि, किनभने यत्रो वर्ष जति लेखेँ जति गाली गरे पनि केही हुने थिएन, अब अहिले चाहिँ वाउ केही न केही भइरहेछ भन्ने पनि छ। तर सँगसँगै अगाडि बढ्दाखेरि करप्सन लेस कन्ट्री त बनाउने हामी सबैजनाको इच्छा नै छ होइन। तर हाम्रो यो गभर्मेन्टको लाइक एकपछि अर्को भनौँ न, जसरी उहाँहरू अगाडि बढ्दै गइराख्नु भएको छ गर्दाखेरि अब कहिले काहीँ तलमाथि पनि हुनसक्छ। त्यो नहुने नि, हिँड्ने मान्छे नै लड्ने हो, बसिरहेको मान्छे त कसरी नै लड्ने हुन्थ्यो होइन। त्यो गर्दाखेरि अब हजुरले पनि अघि भन्छ 2/3 गभर्मेन्ट अलमोस्ट म्यान्डेटेड एउटै पार्टीमा छ। कहीँ न कहीँ हामीले पास्ट एक्सपिरियन्समा 2/3 गभर्मेन्ट आएको बेलामा अलिकति नागरिक स्वतन्त्रता, सिभिल राइट्सहरूमा अलिकति कहीँ न कहीँ दमन या भएको जस्तो देखिन्छ। यो कुरा दुइटै भनौँ न, लोकतान्त्रिक प्र्याक्टिसेस पनि बट एट द सेम टाइम स्टेबल गभर्मेन्ट पनि, दुइटा सँगसँगै लग्नलाई हामीले के खालको भूमिका खेल्नुपर्छ जस्तो लाग्छ हजुरलाई? नागरिक जनताले होइन, नागरिक जनताले हजुर। अब जनताको हकमा त भन्ने हो भने जनताले केही मागेरै अहिलेको सरकार ल्याएको हो नि, केही चाहना गरेरै ल्याएको हो नि यो सरकार त। अब उनीहरूले यो सरकार आउँछ हामीलाई सुविधा हुन्छ भनेर ल्याएको हो। तर अर्को कुरो के हो भने अब अहिलेको सरकारले पनि, मलाई चाहिँ कस्तो लाग्छ भनेदेखि अहिलेको गभर्मेन्टमा त्यति फितलो मान्छे पनि छैनन्, मुठीभरि मान्छे त छ नि त्यहाँ, राम्रो राम्रो मान्छेहरू चाहिँ छ मलाई लाग्छ। त्यसैले गर्दाखेरि केही गर्लान् भन्ने मेरो चाहिँ आश छ। किनभने गरेनन् भने उहाँहरूलाई नै त्यो गाह्रो पर्छ, पछि एडजस्ट गर्नै गाह्रो पर्छ। त्यसैले गर्लान्, अहिलेकोले त्यो गर्ला। जनताको भूमिका भनेको के हो भन्दाखेरि अब अलि सानोतिनो कुरामा सडकमा आइहाल्ने पनि होइन, धैर्य गर्ने र सरकारलाई अलिकति, प्रतिपक्षले पनि जनताले पनि सरकारलाई चाहिँ अलिकति बेला बेलामा ऊ पनि दिनुपर्छ, आश्वासन पनि दिनुपर्छ र त्यसलाई चाहिँ वार्निङ पनि दिनुपर्छ। नदिने हो भने दुइटै कुराहरू चाहिँ जनताले दिनै पर्छ होइन। त्यो नभइकन त कसरी होला। तर जनताले पनि यस्तो नि, अहिले कस्तो सिचुएसन छ भने नेपालको सिचुएसन, मान्छेमा हुन त अब त्यो सरकारले पनि मिलाउन सकेन है। रोजगारी इत्यादिको कुरामा त गभर्मेन्टले पनि मिलाउन सकेका छैन नि। कति रोजगारी नेपालमा मैले देखेको छु, नेपालमा रोजगारी नहुने होइन, प्रशस्त रोजगारीहरू सृजना हुन सक्छ, त्यो मिलाउन सकेन। तर जनता पनि एकैचोटि आत्तिने, उकास्दाखेरि उकासिने त्यो प्रवृत्तिहरू पनि छ। ल भएन यसले गर्न सक्दैन भन्यो भनेदेखि सिधै त्यो हुने। तर अलिकति धैर्य धारण पनि गर्नुपर्छ जस्तो लाग्छ मलाई। हजुर। अनि त्यसमा अघि हजुरले भनिसक्यो अनि हामीले पनि फिल गरेको कुरामा मिडियाले पनि त्यसलाई अलि एम्प्लिफाई
सानो कुरामै उकासेर एम्प्लिफाई। अब हाम्रो मिडियाको धर्ममा पनि हामीले चाहिँ अलिकति पेसेन्सली लङ टर्म चाहिँ हेर्नुपर्छ जस्तो लाग्छ। अब म लास्ट अन्तिम क्वेसनमा आएँ, अनि यो चाहिँ अलिकति पर्सनल छ। अब हाम्रो देशमा 50% भन्दा बढी महिला नै छौँ हामीहरू, होइन? अनि हो, हाम्रो एउटा पश्चिमा भाषामा ग्लास सिलिङ भनिन्थ्यो। हजुरहरूको जेनेरेसनले हामीलाई त ढोका खोलेर एउटा मौका, पोसिबिलिटी देखाइदिइसकेको छ, होइन? अब अहिले हाम्रो जेनेरेसनमा हेर्दाखेरि त्यो ढोका खोलेको छ, अगाडि बढ्ने हुटहुटी पनि हामी महिलाहरूमा धेरै छ। तर सेम टाइम एक हिसाबले हेर्दाखेरि व्यक्तिगत सफलता र फ्यामिली हार्मोनी भनौँ न, परिवारमा हार्मोनी क्रिएट गर्दै आफ्नो करियर पनि कसरी अगाडि बढाउने भन्ने कुरामा धेरै ट्रेड अफको कुराहरू आउँदो रहेछ। अब म आफै आमा भएको हिसाबले पनि अब धेरै कुरामा म अब करियरको पछि गयो भने बच्चालाई तलमाथि कहीँ न कहीँ कम्प्रोमाइज ट्रेड अफ गर्नुपर्ने छ। अब हामीहरू सामान्य महिलाहरूले एभ्रिडे डे टु डे लाइफमा त एउटा कुरा हो, तर हजुरले पनि धेरै ट्रेड अफ गर्छ होला हजुरको लाइफमा। तर आजको दिनमा हजुरको त सबै ट्रेड अफ जस्टिफाई भयो नि, तर त्यति बेला हजुरलाई थाहा थिएन कि हजुरको ट्रेड अफ एक दिन गएर जस्टिफाई हुन्छ। हजुरले कुन ड्राइभले गर्छ र के हामीलाई एउटा सल्लाह दिइन्छ? म सहयोगको मामलामा चाहिँ म त्यति दुखी होइन, म एक्लै पनि थिइनँ क्या सहयोगको मामलामा। के छ भने एउटा कुरा के हुँदो रहेछ भने परिवारले हेरिदिनुपर्छ। महिला अगाडि जाँदैछ भने महिलाहरू अगाडि, जस्तो तपाईँलाई सिङ्गापुरहरूतिर छ, द बेस्ट एक्जाम्पल चाहिँ सिङ्गापुरको हो संसारमा। मलाई जहाँसम्म लाग्छ सिङ्गापुरको त्यहाँ के चलन छ भने एउटा महिला अगाडि गएकी रहेछ भने उसको आमा, सानीमा, माइजू कोहीले पनि सहयोग गरिहाल्छन् उनीहरूलाई। त्यो बच्चा सच्चा हेरिदिन्छन्। बच्चा त हुन्छ नि, महिलाको बिहाबारी भइसकेपछि, महिलाहरू भइसकेपछि बिहाबारी पनि हुनु पर्यो, पुरुषको पनि बिहा हुन्छ, होइन? महिलाको पनि बिहा, अनि सन्तान पनि हुन्छ, सन्तान त हुन्छ नि, नहुने कुरा आएन। त्यस्तोमा चाहिँ सिङ्गापुरमा चाहिँ हेरिदिँदा रहेछन्। अरू धेरै ठाउँमा त्यस्तो रहेछ, हेरिदिने, त्यो बच्चाहरू चाहिँ हेरिदिने, उनीहरू निर्धक्क गएर काम गर्ने। सबभन्दा महिलालाई अरू बेला समस्या भन्दा पनि बच्चाकै समस्या हुन्छ। बच्चा यस्तो प्रब्लम हुन्छ, त्यो सानो भएको बेलामा त उसलाई राम्रो केयरटेक भएन भने त त्यो त सम्भव हुँदैन। त्यसैले गर्दाखेरि हाम्रो यहाँ नेपालमा एउटा कल्चर छ, भारतमा पनि कल्चर छ, हाम्रो चाहिँ पनि यहाँ आमाहरूले सबैले हेरिदिन्छन्, बच्चाहरू त यहाँ हेर्छन्। र युरोप अमेरिकातिर हेर्नु न, अहिले कस्तो केटाकेटीहरू अलि व्यक्तिवादी हुने नि, त्यो भएर हाम्रो यहाँको कल्चर र त्यहाँको कल्चरमा धेरै फरक छ। त्यो चाहिँ अब तर यहाँ पनि के छ भने अब बुहारी कामदारी यताउति रहेछ भने सासूहरूको चाहिँ घरको सबै गरोस्, बाहिर पनि गरोस्, श्रीमानलाई पनि रिजाओस्, संसारलाई रिजाओस्। त्यो त सम्भव छैन। एउटा महिलाले कसरी गर्ने? त्यो त संसार कसरी रिजाउन सक्छ महिलाले? तर अब अहिले हामी सासूहरू त त्यस्तो छैनौँ, हामी त छैनौँ। वी आर नाउ इन द प्लेस अफ डटर इन ल। हामी त पहिलेका बुहारीहरू जस्ता छौँ सासू बुहारीको लागि। खैर हाम्रा बुहारी राम्रै आएका छन्, हामीलाई पनि माया गर्छन्। म कफी खाँदैछु, तिमी खान्छौ भनेर सोध्छन्, तिमी खाने भनेर सोध्छन्, बनाइ पनि दिन्छन्। अहिले हाम्रो बुहारीहरू त अब अर्कै छन्। हामीले त छोरीको हैसियतमा हेरेका छौँ बुहारीहरूलाई, होइन? छोरो रिसाउँछ भनेर बुहारीलाई म त छोरोको मात्र नाम लिन्न, बुहारीको पनि नाम लिइहाल्छु तुरन्तै। छोरोको माया लाग्छ भन्यो भने होइन, मलाई बुहारीको नि माया लाग्छ भन्ने। अहिलेको बेला यस्तो छ। अनि अलिकति नेपालमा चाहिँ के छ भने महिलाहरू मुखैमा आएका छन्, पदहरूको मुखैमा आएका रहेछन् भने मलाई पनि त प्रधान न्यायाधीश हुन कम गाह्रो भयो। के अरे पार्टी प्यालेस र होटेलमा कोही अरूलाई पुरुषलाई बनाउने उसलाई नबनाउने भनेर कम गरे हो। त्यो त मलाई त ईश्वरले नै हात राखिदिएको टाउकोमा। प्रचण्डजीहरूको पार्टीहरू त ठाउँ ठाउँमा मिटिङ गरिरहनु भएको थियो। पोलिटिसियनहरूको यति नराम्रो आदत छ, थाहा छ? यो महिलाले सपोर्ट गर्दिन हामीलाई भनेर अथवा कुनै पुरुषले सपोर्ट गर्दैन, त्यो मान्छे इमान्दार छ भने इमान्दारको कुरो होइन। उनीहरूलाई सपोर्ट गर्छ कि गर्दैन, त्यो आधारबाट नियुक्ति दिने र नदिने कुराहरू आउँछ क्या। त मेरो बेलामा मैले भन्नुहोस् त, कुनै मान्छे ल हेर्नुहोस्, तपाईँहरू पनि देख्नुहोस् न, कुनै प्रधान न्यायाधीश चाहिँ डे 1 भोलि शपथ छ भने
भोलि उसको सकिँदैछ भने पर्सिको दिन शपथ। अब मैले त 3-4 महिना सफर गर्नु पर्यो तपाईँलाई। चैत वैशाख जेठ असार साउनमा गएर शपथ भयो मेरो, मैले कम सफर गर्नु पर्यो। त्यस्तै एकजना प्रहरीमा पनि मुखमा आइसकेको भए 1 महिना भए पनि देऊ न। अस्ति चाहिँ खापुङलाई 1.5 महिनाको पनि दिने, एउटा महिलालाई चाहिँ नदिने, उसले चाहिँ टाइम छैन भनेर नदिने, त्यो प्रवृत्ति नराम्रो। खालि सपोर्ट गर्छ कि गर्दैन, सपोर्ट यसले गर्छ कि गर्दैन त्यो छ। त महिलाहरू जिद्दी हुन्छन्, सपोर्ट गर्दैन, बेइमानीको सपोर्ट गर्दैनन् नि उनीहरूले। अनि यसले सपोर्ट गर्दिन भन्यो, त्यसलाई ल्याउँदै मुखैमा आइसकेको पद पनि नदिने, त्यो एउटा छ। तर मलाई जहाँसम्म लाग्छ, मैले जहिले पनि के सोचेँ भनेदेखि मैले काम बिगारेँ भने, मैले गरिनँ, मैले साहस देखिनँ भने मेरा पछाडिका दिदीबहिनीहरूलाई गाह्रो पर्छ। मैले अस्ति पनि त्यही गरे हो नि त। अस्ति पनि त मूर्छा पर्ने स्थिति, रातभरि छर्लङ हुने, एउटा मिटिङ हो र 14वटा 15वटा मिटिङ हुन्छ। त्यस्तो स्थितिमा पनि धानेम हामीले, किनभने भोलि नराम्रो पर्ला, महिलाहरूले पाएको पनि गर्न सकेन, अवस्था पर्ला भनेर हामीले त्यसरी गरे हो। त महिलाहरूले गर्छन्, नगर्ने होइन। किनभने एक त महिलाहरूले बल्ल बल्ल पाएको हुन्छ, उनीहरूलाई त काम देखाउनु छ, काम गर्छन्। र यहाँ चाहिँ के छ भने प्रवृत्ति खुट्टा तान्ने छ। महिला रहेछ जस्तै प्रहरी, सेनामा त आइसकेका छैन, प्रहरी सरहरीमा अरू पदमा चाहिँ एकदम खुट्टा तान्ने त्यो प्रवृत्ति चाहिँ त्यो चाहिँ देखिएको छ। त्यसो भएको हुनाले तर महिलाहरूले चाहिँ एउटा, मैले अर्को कुरा पनि गरौँ, म आफ्नै कुरा चाहिँ म के भन्न चाहन्छु, 22 कि 23 दिन सुत्केरी भएको 22 कि 23 दिनमा मुद्दा बहस गर्न गएको छु म। बहस गर्न वकालत फेरि यस्तो थर्ड क्लास पेसा हो, तपाईँ 1 महिना छोड्नु हो भने सबै कुरो बिर्सिनु पनि हुन्छ, त्यो प्रोफेसनबाट तपाईँ आउट पनि हुनुहुन्छ, त्यो त एकदम कन्टिन्यू गर्नै पर्छ।